Dubai. यस्तो ठुलो रहेछ शपिङ सेन्टर यहाँ बबाल रहेछ। खुसी कभी गममा चाहिँ त्यो चाहिँ अमिताभ बच्चनले आएर पहिलोचोटि शाहरुख खानलाई भेट्छ नि दिस इज प्लेस हियर सुटिङको ठाउँ यो टुर गाइड यहाँ ओम सापखा टुर गाइड कमाइ रहेछ ठाउँ त हेलो वेलकम टु माई ब्लग व्हाट्स योर नेम Frankie. Okay, welcome to my vlog, brother. Yes, bro. What's your TikTok? Follow up Sammy Seal. Follow him up, boys. Thank you, my brother. Thank you. नेपालमा यो युकेमा टेस्ला चढ्ने त ठुलो कुरो लाग्दैन मलाई त। अंकल, हान्ने हो र? 51,000 रहेछ हाम्रो भन्दा सस्तो रहेछ। यो ढाक्टो ग्राउन्ड न ल। के हो गाडी हान्दिने हो र? राम्रो है खै यहाँ चाहिँ काकु र म कोक खाँदै ल काकु चियर्स ल बाबा पनि चियर्स ब्लू वाटर शपिङ सेन्टर भन्ने छ त्यो चाहिँ पहाडको थुप्रो के भन्छ नि त्यो ढिस्कोलाई खनेर त्यहाँ शपिङ सेन्टर बनाइदिएको छ हामीलाई भनेर ए ओके ओके के त्यो डिजाइनर सामानहरू आउटलेट डिजाइनर छन् लोकल सामानहरू पनि छन् सस्ता पनि सामान छन् ओके रेस्टुरेन्ट पनि छ खानालाई ल मेरो त फर्स्ट टाइम हो त्यहाँ के छ मलाई केही थाहा छैन अब अङ्कलले ड्राइभ गर्दै हुनुहुन्छ अङ्कल काकु हुनुहुन्छ यहाँ आमा बाबा सब हुनुहुन्छ हामी जाँदैछौँ त्यहाँ बजार गर्ने सम्म हामी चाहिँ ब्लू वाटर भन्ने शपिङ सेन्टरमा आएको छौँ टक्क अरे जस्तो दामी रहेछ ल के हो क्रिसमस यताउति हेलोविन भनेर गाडी राख्ने ठाउँ छैन Everything is here. Whatever you want, you name it, you get it. Oh my god. What you want to eat, what you want to drink, what you want to buy. यस्तो ठुलो रहेछ शपिङ सेन्टर यहाँ बबाल रहेछ। खुसी कभी गममा चाहिँ त्यो चाहिँ अमिताभ बच्चनले आएर पहिलोचोटि शाहरुख खानलाई भेट्छ नि दिस इज प्लेस हियर सुटिङको ठाउँ यो माटो फालेर खाल्टोमा बनाएको ए ओके ओके पिज्जा हटदेखि लिएर होइन खानेकुरा त खान मन छैन अब सर घुम्ने के छ यहाँ यताबाट जाने हो बस इज बिहाइन्ड अस ए टुर गाइड यहाँ ओम सापखा टुर गाइड कमाइ रहेछ ठाउँ त कोकी लगाइरहेछ के हो यस्तो अङ्कल यहाँ पौडी सौडी खेल्ने हो क्या यहाँ दामी ठाउँ रहेछ हामी यहाँ जाउँ ढिलो भयो त्यही भएर ट्रर सर पिज्जा हटदेखि लिएर यहाँ बवाल ठाउँ रहेछ यहाँ ल दामी ठाउँ छ यहाँ खैरीहरू पनि हल्का घुमिरहेछन् हेलो वेलकम टु माई ब्लग व्हाट्स योर नेम My name's Frankie. Okay, welcome to my vlog, brother. Yes, bro. It's me, Samrat, from Sammy Vlogs. I made just TikTok vlogs and random vlogs. What's your TikTok? Follow up Sammy Seal. Follow him up, boys. Thank you, my brother. Thank you. Okay, see you, bro. Have a good day. कुन गाडी जस्तो दामी छ त हौ दामी चस्मा खोलेर हेरौँ न होइन ठिक छ यो नेपालमा यो युकेमा टेस्ला चढ्ने त ठुलो कुरो लाग्दैन मलाई त कति रहेछ 349 पर मन्थ टेस्ला त चढिहालिन्छ नि भोलि बिहान पैसा कमाएपछि त होइन गाइज नासा दिनु मलाई हेर के हो मकै बज्ने मलाई हेर जाऊँ अङ्कल अब अङ्कल हान्ने हो र 51,000 रहेछ हाम्रो भन्दा सस्तो रहेछ 1000 पर्दैछ यो गाडी 52,000 रहेछ कथा सुन्यो नि हेर्ने खैरेहरू मक्का वर्दन भ्लग बनाएको देख्यो भने हाई हेलो वेलकम टु माई भ्लग गर्छ होइन यस्तो छ अब कस्तो आम पनि यस्तो रमाइलो भइरहेछ मलाई चाहिँ पुल एन्ड बियर कति भिड हो पसल कति मान्छे होइन त अङ्कल युकेको जनसङ्ख्या कति अरे युकेको टोटल चाहिँ अबाउट 70 मिलियन
70 मिलियन भनेको कति 7 करोड त्यही भएर पनि होला कि यति भिड है नेपालभन्दा मलाई पपुलेसन टाइम्स 2 छ भिड के है क्राउड अति क्राउड के युके त छ्या झ्याउ लाग्दो यत्रो ठुलो ठाउँ छ कहाँ घुम्ने केही थाहा छैन क्या लाइक हुन्छ नि यो पसलहरू पनि यति धेरै छ त्यो आफूलाई के चाहिएको फर्स्ट प्रायोरिटी चाहिँ त्यो हुनु पऱ्यो होइन प्रेसहरू दामी राखेको हुन्छ अब हाम्रो घडी हेर्नु घडी 2150 पाउन्ड रे 1700 बनाएर राम्रो क्वालिटीको बनाएर रेट राख्दै सिद्धियो त्यति सबैको घडीको काम भनेको के हो टाइम देखाउने होइन के किन्ने भयो हामीले के किन्ने भयो यहाँसम्म हामीले घडी हेर्ने आँखा सेक्ने सुत्ता केही चाहिएको छ भने केटा म किनिदिन्छु मलाई केही चाहिएको छैन मलाई मेरो त टक्क को जुत्ता है लीको पाइन्ट अनि त्यहाँबाट ज्याकेट जकीको सुनौली जिन्दाबाद चक्लेट खाने हो र टर्कीका चक्लेटहरू के छन् जानिन्न आफूले सब देख्दा उस्तै लाउँछ खाँदा मिठो ल हजुरबा चाहिँ यस्तो ट्राई गर्दै हुन्छ खै ल कस्तो देख्यो बाबा हैन कलर त ठिकै लाग्यो तर साइज सानो भयो यो ढाका मिलाउनु न ल ढाका टोपी त यो कति सानो भयो साइज त पाउँछ टक्क लाएर हजुरबालाई त्यो मन पर्यो अरे म चाहिँ यहाँ छु दामी यस्तो आइरहेछ मेरो यो रोक है गाइज टक्क लाएर क्यामेरा फोकस मात्र गरेको हुन्छ त्यही भएर चाहिँ राम्रो आएको हुँदैन खोकी वाइड लगाइरहेको छ यो चाहिँ यो हजुरबाल चाहिँ कोट चुज गरेर राख्नु भएको छ यहाँ काकुले किनिदिने अरे कस्तो किनिदिने के किनिदिने आई डोन्ट नो हजुरबालाई कस्तो मनपर्छ हि इज गोइङ टु सेलेक्ट वाट हि लाइक्स होइन तर मलाई चाहिँ केही पनि चाहिएको छैन आई डोन्ट निड एनिथिङ आइ एम इन्जोइङ मेकिङ भ्लग्स होइन मलाई चाहिँ यस्तो गऱ्यो भने भ्लग्स भन्छ क्या हजुरबाको सपिङ खै के किन्यो बाबा कोट प्यान्ट टक्क लाएर पार्टी सपिङ पनि भयो हजुरबालाई अलिअलि अब ओ माई गड यहाँ के गाडी छ त यहाँ त के गाडी यस्तो फोर्ड रे एन्ड इलेक्ट्रिक फोर्ड एक्सप्लोरर अल यु निड एन्ड मोर रे के गाडी यस्तो इलेक्ट्रिक गाडी रहेछ यहाँ इलेक्ट्रिक गाडी के हो गाडी हान्दिने र लेक्सस भन्दा राम्रो हो खै आफ्नो लेक्सस भन्दा त्यो कममा जाने कुरो भएन लेक्सस भन्दा राम्रो छैन सो यु थिङ्क अबाउट बस्नु न खै के आएन कि अगाडि कुद्ला फेरि स्क्रिन त हेर न दामी छ त इलेक्ट्रिकै होला पक्कै पनि इलेक्ट्रिक हो चलाउनु पाइन्न अङ्कल यहीँभित्र घुमाउन That was around like 52 around 52 53 ल hybrid nice not bad well cheers guys ल म चाहिँ अब in the evening blue water मा हामी चाहिँ कोक खाँदै छौ यहाँ चाहिँ काकु र म कोक खाँदै ल काकु cheers ल बाबा पनि cheers आमा चाहिँ केही खानु भएको छैन It's 8 o'clock in the evening. अब हामी चाहिँ कहाँ जाने हामी अब घर जान यहाँबाट 12-1 बज्छ होला घर जाँदाखेरि 2 आवरको ड्राइभ जानुपर्छ घर मेरो काम हो भोलि
1.5 आवर ड्राइभ गरेर हामी घर जाने अनि त्यहाँबाट घर गएर ट्रक्क लगाएर मेरो यहाँ आवाज कस्तो आइरहेको छ यहाँ रमाइलो चाहिँ यस्तो यति रमाइलो छ ह्यापनिङ म तपाईँहरूलाई देखाउँछु त यस्तो दामी इङ्ल्यान्डको सबभन्दा ठुलो सपिङ सेन्टर रह्यो पहिलाको चाहिँ अहिले 7 बज्यो अँध्यारो भइसक्यो अब हामी चाहिँ घर जानुपर्छ बाबाको सपिङ पनि डह्रो भइसक्यो नि बाबा आज होइन तपाईँको सपिङ पनि डह्रो भइसक्यो नि आज त ल हामी चाहिँ निस्कियो ब्लू वाटरबाट यस्तो दामी दामी रहेछ ब्लू वाटर चाहिँ वाटर घुम्यो 1.5 घन्टा 2 घन्टा चाहिँ हामी घर जाँदैछौँ गाइज ड्राइभ गर्दै Let's go.